Namaste and good morning everyone. Today is day 7 and we are here at Api Base Camp. अझ त्यस्तो हिउँ परेको छैन, हिउँ पर्दैछ बिस्तारै बिस्तारै। अब पुरै यो ठाउँ हिउँले ढाकिदिन्छ। हामी बसेको होमस्टे चाहिँ यही हो अनि हामी बसेको वरिपरि 10 किलोमिटर वरिपरि कोही पनि हुनुहुन्न। यहाँ दुईजना दाइहरू हुनुहुन्छ अनि एकजना बाम अनि एकजना म, हामी चारजना चाहिँ यहाँ छौँ। अनि आज ह्याप्पी न्यू इयर 2026। सबैजनालाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। 2026 हाम्रो चाहिँ नयाँ सालको नयाँ दिन नै यस्तो हिउँको बिचमा, पहाडको बिचमा छौँ। अब चाहिँ हामी यहाँबाट झर्छौँ, सिधै झर्छौँ। विल ट्राई टु गो डाउन एज मच एज पोसिबल। जतिसम्म तल झर्न सकिन्छ त्यहाँसम्म जाने प्रयास गर्छौँ, किनकि अब धेरै दिन भइसक्यो हामी घरबाट हिँडेको। अब घर पनि जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो 7औं दिन हो अनि यहाँबाट चाहिँ अब हामीलाई फेरि 3-4 दिन लाग्ला घर पुग्न। 7औं दिन चाहिँ हामी घरबाट हिँडेको, तर ट्रेक गरेको चाहिँ आज 5औं दिन हुन्छ। 5औं दिन 6औं दिनसम्म चाहिँ हामी तल मगरीगढ पुग्छौँ होला, बाइक राखेको ठाउँसम्म। हामी चाहिँ अपी बेस क्याम्पबाट चाहिँ तलतिर झर्न सुरु गरिसकेको छौँ। अहिले चाहिँ 9 बज्यो। 9 बजे चाहिँ हामी यहाँबाट झर्दैछौँ। अब हेरौँ आज कहाँसम्म झरिन्छ तल। हिजो बसेको होमस्टे चाहिँ हाम्रो दाइको हो। दाइको परिचय दिनु न दाइ। नमस्ते, मेरो नाम चाहिँ हरिश धामी। मेरो घर चाहिँ अपी हिमाल गाउँपालिका वार्ड नम्बर 2 घुसा हो। यदि तपाईँलाई हिउँदो बर्खा जहिले पनि मलाई सम्झिनु होला होइन। म चाहिँ गाइड पनि हो, 9 वर्षसम्म यहाँ अहिलेसम्म काम गरेको। अब यहाँ सानो खान बस्न मिल्ने ओत लाग्ने ठाउँ छ, धेरै कुरा त के गर्नु एकदम। अनि उहाँ चाहिँ हाम्रो मामा, उहाँको चाहिँ तल होमस्टे छ धौली ओडारमा चाहिँ। अनि हिजो चाहिँ हामी 4जना यहीँ माथि बसेको थियौँ होइन। खाना चाहिँ मिठो पकाउनुहुन्छ है हाम्रो मामाजीले, एकदम। दाइले चाहिँ तपाईँको मगरीघरदेखि पिक गरेर हजुरले यो पुरै बेस क्याम्प घुमाएर तलसम्मै लिएर जानुहुन्छ। अब अहिले चाहिँ हामी विदाउट गाइड आयौँ, तर हजुरहरू चाहिँ सकेसम्म गाइडसँगै नै आउनु होला, एकदम राम्रो हुन्छ। उहाँले एकदम राम्रो टेक केयर गर्नुहुन्छ। उहाँको नम्बर चाहिँ तल हुन्छ, उहाँ एकचोटि फोन गरिदिनु भयो भने पुग्छ। सबै व्यवस्था मिलिहाल्छ, अरू केही गर्नै पर्दैन हजुरहरूले। दाइ माथि हुनुहुन्छ भनेर सोच्ने पनि भइदियो। फोन लागेन भने दाइ माथि हुनुहुन्छ, ट्विटी माथि आए पनि हुन्छ। एकदम रमाइलो भयो हिजोको बसाइ चाहिँ हाम्रो। अब चाहिँ झर्दैछौँ तलतिर। यहाँ चाहिँ हिउँ छ ढुङ्गामा, तर्न पनि गाह्रो हुन्छ। म चाहिँ यहाँ भिजिहालेँ, दाइले तान्दा तान्दा पनि भिजेँ म चाहिँ। अब यहाँ दाइले बामले तान्दै हुनुहुन्छ। हो बस माटो हालिदिए ठाउँको माटो हालिदिए। आयो बाम आयो। मेरो चाहिँ जुत्ता भिज्यो। हामी जुन होमस्टेमा बसेको थियौँ दाइहरूसँग आयौँ, तर दाइहरू चाहिँ फेरि माथि जाने मान्छे आउनु भएर अनि दाइहरू चाहिँ यहीँ बस्नुभयो। एकदम दाइ मजाले हामी जान्छौँ। धेरै धेरै धन्यवाद दाइ। एकदम दाइ। हस् आमा, हस् नमस्ते, हस् धन्यवाद, हस् दाइ। पर्दैन दाइ, पर्दैन, हामी पुग्छौँ। हस् धन्यवाद दाइ। हस् हामी चाहिँ अब यहाँबाट निस्क्यौँ। अब चाहिँ हामी यहाँबाट निस्क्यौँ। अब यहाँबाट छिन्चु, खैकोट हुँदै सिटी हुँदै घुसा पुग्ने हाम्रो योजना छ। अब कहाँसम्म पुगिन्छ हेरौँ। अब वी रिच्ड खैकोट। दिस इज द सेम प्लेस वेयर वी स्टेड 2 नाइट ब्याक। हामी चाहिँ 2 दिन पहिला चाहिँ बसेको ठाउँ हो खैकोटको चाहिँ। त्यही ठाउँमा आयौँ, यहाँ आगो तापेर बसिरहेको थियौँ। अब चाहिँ एकछिन यहाँ रेस्ट गर्छौँ अनि त्यसरी यहाँबाट पनि निस्किन्छौँ। एनी हौ आज चाहिँ हामी घुसा जसै पुग्छौँ, किनकि सुमन घुसामै बसिरहेको छ अरे। अनि त्यो भएर अब आज जसै पनि पुग्छौँ हामी। जस्ट नाउ वी रिच दिस आई लभ अपी हिमाल लेखेको ठाउँमा चाहिँ भर्खर आइपुग्यौँ। यस्तो चन्द्रमा लागिरहेछ, बाममा बसिरहेछ। वरिपरि पुरै जङ्गल छ। यहाँबाट स्टिल 2 आवरको हाइक चाहिँ बाँकी छ घुसा पुग्नको लागि।
बिहान 9:30 बजीदेखि हिँडिरहेको छौँ। अब यस्तो रात परिसक्यो, डर लागिसक्यो। अब लेट्स सी कतिखेर पुगिन्छ हामी। यति राति हामी जङ्गलको बाटो स्टिल हिँड्दैछौँ। वी आर गोइङ अन। जहिलेसम्म घुसा पुगिँदैन आज हिँडिन्छ हामी। कुकुर पनि हामी सँगसँगै हिँडिरहेछ, बिचमा हिँडिरहेछ। साला कुकुर डराइरहेछ, पछाडि हिँड्न पनि डराइरहेछ, अगाडि हिँड्न पनि डराइरहेछ, अनि बिचमा हिँडिरहेको कुकुर आइज। हो अँध्यारो छ, डर लाग्दो छ। हैट हामी चाहिँ फाइनल्ली घुसा आइपुगेको छौँ। हामी फर्स्ट दिन जहाँ मकरीगढबाट आएर बसेको थियौँ त्यहाँ आइपुग्यौँ। अलमोस्ट हामीलाई 11:30 घन्टा जति लाग्यो। हामीलाई 11 घन्टा लाग्यो वहाँ अपी बेस क्याम्पदेखि घुसा झर्न। यहाँ चाहिँ अब हाम्रो लोकल कुखुरा सुखुरा बन्दैछ। हामी चाहिँ अब एकछिनपछि खान्छौँ। आजको लागि यति नै। थ्याङ्क यू सो मच वन्स अगेन। ह्याप्पी न्यू इयर 2026। गुड नाइट, बाई। गुड मर्निङ फ्रम घुसा। टुडे इज आवर डे 8। आज चाहिँ हामी घरबाट हिँडेको पनि 8औँ दिन हो। हामी चाहिँ हिजो राति अपी बेस क्याम्पदेखि हिजो हिँडेर बेलुका राति जस्तै अस्ति यहीँ बसेको गेस्ट होमस्टे अपी केशव होमस्टे घुसा भिलेजमा आएर बस्यौँ। हिजो चाहिँ एकदम पुस गरेर आयो। अब हामी यहाँबाट जानुपर्ने भनेको मकरीगढसम्म चाहिँ हो हिँड्नुपर्ने। त्यहाँ चाहिँ बाइक राखेको छ। त्यहाँबाट चाहिँ बाइक उठाउने हो। यस्तो ब्युटिफुल छ गाउँ चाहिँ। हेर्नु घाम लागिसकेको छ पुरै। साथी हाम्रो साथीले चाहिँ यता हेर न, यहाँ दुई दिन रेस्ट गरे हाम्रो साथीले। कस्तो भयो त साथी रेस्ट? मजा आयो नि? साथी चाहिँ अब माथि जान सकेन। साथीले अलि स्यास्याएको प्रब्लम भएर साथी माथि जान सकेन। साथी यहाँ आएर बस्यो। त्यही भएर पनि हामी चाहिँ हिजो वहीँबाट जस्तै यहीँ झऱ्यौँ। अहिले त फुल जोसमा आइसक्यो साथी। ढ्याक 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 बाइक भनेपछि त फेरि जोसमा आइहाल्छन् साथी। हिँड्नु परेपछि हो बाइक पुग्ने ठाउँ त जहाँ पनि पुग्ने हो। साथी अहिले जोसमा छ। ओ बामुजी पनि निस्किँदै हुनुभएको छ वहाँबाट। नाम के अरे? बामु अजय देश। अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ एकछिनमा। हामी फर्स्ट दिन मकरीगढबाट हिँडिसकेपछि बसेको होमस्टे र हिजो माथिबाट आएर बसेको होमस्टे पनि यही हो। अपी केशव होमस्टे घुसामा छ। यहाँको चाहिँ हाम्रो सञ्चालक हाम्रो केशव सर हुनुहुन्छ। उहाँले चाहिँ अब यसो आफ्नो परिचय दिनुहुन्छ अनि यसो के भन्नुहुन्छ होटेलको बारेमा, कसरी आउने? नमस्ते, म केशव धामी अपी हिमाल गाउँपालिका दार्चुलाबाट। मैले पर्यटकीय होमस्टे सञ्चालन गरेको छु अपी हिमालको घुसामा। यहाँ खाने बस्ने व्यवस्था, यहाँका परम्परागत वेशभूषाहरू सञ्चालन गरिन्छ। यहाँका टिपिकल खानाहरू पाउँछ। बास बस्नको लागि उचित व्यवस्था छ र म अन्य ठाउँमा पनि बास बस्ने व्यवस्था मिलाइदिन सक्छु। हजुरहरूले एकचोटि सेवाको मौका दिनुहोला। एकदम। म चाहिँ सरको नम्बर यहाँ तल राखिदिन्छु। तपाईँ यहाँ आइसकेपछि केही टेन्सन लिनै पर्दैन। कसरी जाने, के गर्ने, कसैबाट केही गर्नै पर्दैन। यहाँ आइसकेपछि सरलाई एकचोटि फोन गर्ने, मकरीगढ आइसकेपछि हामी आउँदैछौँ भनेर। त्यसरी सरलाई एकचोटि कन्ट्याक्ट गरिसकेपछि हामी यतिजना आउँदैछौँ, यहाँ आइपुग्छौँ, आज घुसा आइपुग्छौँ भनिसकेपछि सरले चाहिँ सबै कुरा मिलाइदिनुहुन्छ। खाने बस्ने तपाईँको आइटिनेरी, माथि गएर खानाको, माथि गएर कुन होटेलमा बस्ने, माथि बेस क्याम्पको होटेल कहिले खुल्ला हुन्छ हुँदैन त्यो खुलाउनेदेखि लिएर तपाईँको फर्केर गाडी भाडा वहाँ अतरियासम्मको तपाईँको गाडीहरूदेखिसम्म सबै यहीँदेखि फोनबाटै सरले मिलाइदिनुहुन्छ। यहाँ सरले चाहिँ एकदम राम्रो हामीलाई हस्पिटालिटी एकदम राम्रो देखाउनु भयो। एकदम मजा आयो सरसँग बसेर चाहिँ। हजुरहरूलाई पनि सरद्वारा चाहिँ सेवा गर्ने मौका दिनु होला। एकचोटि चाहिँ अवश्य आउनुपर्ने ठाउँ छ हो। एकचोटि अवश्य आउनु होला है त। धन्यवाद। हाम्रो अपी आइदिनु होला। एकदम धन्यवाद सर। धन्यवाद सर। हस् गयौँ हामी। हस् भाउजू, हस् धन्यवाद, धेरै धन्यवाद। ल बाबु राम्रोसँग बस, पढ। हस् हस्, धेरै धेरै धन्यवाद सर। हस् हस् हस्। हामी चाहिँ अब घुसाबाट चाहिँ झऱ्यौँ, घुसाबाट मकरीगढ। अब चाहिँ ओह्रालो झर्ने बेला झन् अहिले खुट्टा दुखेका छन्। वहाँ माथिबाट ओह्रालो झरेको भएर होला यस्तो ओह्रालो झन्दा झन् खुट्टा दुखेको छ अहिले। बाब्रे। उताको बाटो आउँदै थियौँ अनि बामले चाहिँ फेरि ठ्याक्कै यहाँ सुन्तला भनेर यहाँ आयो अनि दाइसँग कुरा गऱ्यो। यही टिपेर खाना मिल्ने रहेछ। सुन्तला चाहिँ होइन रहेछ, माल्टा चाहिँ रहेछ। टिपेर खानुपर्छ। अब यो के अरे मौसमी भन्छ नि, मौसमी माल्टा। दाइ यहाँ दाइले टिप्दै हुनुहुन्छ, रुखबाट टिपेको। दाइ अलि मोटो मोटो निकाल्नु ल। चट्ट टिपेर अनि खानु। कतिवटा लिएर जाने? 20वटा चट्ट अनि टिपेर
खाएर जानुपर्छ। खै मकरीगढ कहिले पुग्ने कहिले हो मकरीगढ। सुमन पुगिसक्यो होला, सुमन हिँडिरहेछ बिस्तारै, हामी त पछि हिँड्दै आइरहेछौँ। कस्तो मिठो हुन्छ अहिले दे सुमन, तिमीले कस्तो मिस गर्यो घाम ताप्दै खान। अहिले खाइहाल्छ नि लिएर गएको। एउटा नै यहीँ ट्याक्क टिपेर त्यो हुन्छ नि फ्रेस। बास अब खानुपर्छ। भर्खर रुखबाट टिपेको है हामीले, अब कस्तो हुन्छ हेरौँ। गर्नुभयो दाइ? कस्तो छ बाम साथी? यति चाहिँ अब टेस्टी भयो। कस्तो लाग्यो तँलाई? वाउ, मलाई त अलवेज वाउ हो, त्यही भएर थाहा छ नि त टेस्ट। मिठो हुने रहेछ है। यति चाहिँ अलिकति चाहिँ झोलामा हाल्ने, यति चाहिँ खाने। बाटो हेर्नुहोस् है, बाटो सुन्तला खाएको ठाउँबाट अगाडि आयौँ। बाटो रोडको डिफिकल्टी लेभल चाहिँ डिफिकल्टै छ है। यहाँबाट यसरी लरक्क भयो भने सिधै तल खोलामा केही छैन। बिस्तारै हिँड्ने छ। यस्तो डरलाग्दो बाटो छ, ओह्रालो। झन् त्यहाँ त अस्ति आएको त्यो भिड त अबि कस्तो डेन्जर भिड छ वहाँनिर। अब त्यो त्यहाँ चाहिँ कसरी कटाउने हो खै। बाटो चाहिँ अलि अप्ठ्यारै छ। फर्स्ट ट्रेक हो भने चाहिँ अपी चाहिँ अलिक गाह्रै हुन्छ। ट्रेकिङ एक्सपिरियन्स छैन भने चाहिँ अपीमा अलिकति आउन त आउनु होला, तर थोरै गाह्रो चाहिँ होला। कस्तो छ साथी बाम के हुँदैछ? झर्दैछौँ। कतिको अप्ठ्यारो भइरहेछ। झर्ने बेला अप्ठ्यारो हो, खुट्टा गलेर यस्तो गाह्रो भइरहेछ। के ल्याउनु भएको रे? यताबाट हिँड्दै आयौँ हामी। यहाँबाट अटै जानु छ उता। हामीलाई कस्तो लाग्यो भन्दाखेरि रोड झर्ने बित्तिकै मकरीगढ आइहाल्छ जस्तो लाग्छ। हिँड्दा अझै आइपुगेको छैन। बामेर म चाहिँ यहाँ रोडको बिचमा बसिरहेछ। यो बाटो चाहिँ अब चैतसम्म तलसम्म कहाँसम्म पुगाउने भन्ने हुनुहुन्छ। थकाइ लगाएर हामी त यस्तो रोड छ यो बाटो हिँड्दा थाकिछौँ। यहाँबाट मुनि फेरि यस्तो पुरै भिड, चमेलिया खोला देखिन्छ सिधै यहाँबाट। अब यो केही समयमा बाटो निकास हुँदैछ। बाटो निकास भएपछि त यस्तरी बस्न कहाँ पाउने होला र, होइन? अब यस्तै हो बाँकी दर्शनको कुरामा, हो दर्शनको नाममा। यो चाहिँ मकरीगढको होटेल, जहाँ चाहिँ हामीले आफ्नो अपी बेस क्याम्पको ट्रेक चाहिँ स्टार्ट गरेको थियौँ। दिस इज द सेम प्लेस। हामी चाहिँ भर्खर आइपुग्यौँ। बिहान 9 बजे घुसाबाट हिँडेको थियौँ, अलमोस्ट 3 बज्यो। हामीलाई 6 घन्टा लाग्यो घुसाबाट यहाँ झर्न। 6 घन्टा लाग्यो, 6 घन्टा। बाब्रे, फाइनल्ली मकरीगढको हिजोले गर्दा हिजो अनि अपीको यो घुसा अनि ओह्रालो कहाँ झर्न सकिन्छ? ओह्रालो अपी बेस क्याम्पको हाम्रो ट्रेक पनि सकियो। अपी बेस क्याम्प कम्प्लिटेड। अब चाहिँ यहाँबाट नेपालगञ्ज लाग्ने। हाम्रो अब ट्रेकको भिडियो चाहिँ सकियो। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। थ्याङ्क यू सो मच। कस्तो भयो साथी ट्रेक? मेरो त के आधामा सकेको। बाबु कस्तो भयो त ट्रेक? पुगे त्यहीँसम्म रमाइलो भयो। लभली है, एकदम रमाइलो भयो हामीलाई पनि। अझ हामी हिउँ खेल्ने भनेर आएको, हिउँ अझै परेन योपालि, पानी नपरेर अझै हिउँ खेल्न पाएन। मेबी त्यही भएर नेक्स्ट टाइम पनि अब कहिले जुऱ्यो भने आइन्छ अवश्य। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। थ्याङ्क यू।